नमस्कार। आज चाहिँ म रमिधाम भ्यू पोइन्ट, रमिधाम मन्दिर एरिया, रमिधाम रब्धकमल धाम मन्दिर वरिपरि अनि पेल्ले गुम्पा वरिपरि नोटिस रमिधाम रब्धकमल धामको सुन्दरतालाई बचाउनुको लागि र त्यहाँको साफसफाइलाई अघि बढाउनुको लागि म आज रमिधाम रब्धकमल धाममा यो नोटिसलाई टाल्दै आज म रमिधाम रब्धकमल धाम गइरहेको छु। तपाईँहरूलाई पनि व्हाट्सएप मार्फत देखाउन गइरहेको छु। गुम्पा होस् या मन्दिर, म सक्दो रमिधाम गुम्पा रमिधाम मन्दिरको सधैँ सेवा गरिरहनेछु। र यहाँनिर हेर्न सक्नुहुनेछ रमिधाम एरियाको यो चाहिँ हाम्रो एन्ट्री फी हो। जति पनि टाढा टाढाबाट घुम्न आउनुहुने तपाईँहरूले साफसफाइको लागि त्यहाँनिर 20 रुपियाँ एन्ट्री फी उठाउने गरिएको छ। र यो चाहिँ 1 जुन 2020देखि नै लागू भएको साफसफाइको लागि हो। त्यहाँनिर मैलाहरू डस्टबिनमा भरेकोहरू झोलामा प्याक गरेर ल्याएर जलाउनु डराउनु पाउँदैन। त्यसै कारण त्यहाँबाट झोलातिर प्याक गरेर ल्याएर गाडीमा पठाउनुपर्छ। र त्यसको लागि त्यहाँनिर एन्ट्री फी 20 रुपियाँ रमिधाम रब्धकमल साफसफाइको लागि त्यो चाहिँ। र यता चाहिँ हाम्रो रमिधाम एरिया वरिपरिको रुल्सहरू जति पनि छ यहाँनिर आज माथि गएर टालिदिएको हुन्छु। तपाईँहरूले हेरिदिनुहोस् अनि रमिधाम रब्धकमल धाम पेल्ले गुम्पाहरूको रुलहरूलाई तपाईँहरूले फलो गरिदिनुहोस्। धन्यवाद।